म त हेर्ने मान्छे है यिनीहरू दुई बहिनी गराउने कसैले टोकिन क्या मलाई कत्रो गोलो लगाएको फले खानेहरू तलबाट हेर्दै गएको लास्टमा हेर्न सकिन्छ हाम्रो फले घिउकुराले तान्ने अप्ठ्यारो भएको मकै फटाएर चाहिँ यहाँ अब मकै रोप्नु 1 वर्षको बाख्रो त्यत्रो बाखा 1 वर्षको के नमस्ते सबैजना सन्चै आराम हुनुहुन्छ यतातिरमा पनि सन्चै आराम नै छु गाइज अनि आजको भ्लग चाहिँ बिहान बिहान स्टार्ट भइरहेको छ आज घाम पनि लागेको छैन आज चाहिँ यस्तो शीतल पानी पर्ला पर्ला जस्तो गरिरहेको छ हजुरहरूलाई एउटा चिज देखाउँछु मैले आज मुही बनाएको गाइज हेर्न सक्नुहुन्छ घिउका डल्ला मात्रै देखियो नि घिउको डल्लो तान्ने अप्ठ्यारो भएको मलाई चाहिँ यहाँ म चाहिँ यसमा राख्छु घिउ होइन यो अलि मैले पानी धेरै हाल्दै के माथि आउँछ नि त सजिलो हुन्छ भनेर मैले पानी हाल्दै अलिकति थोरै अनि पछि लास्टमा फेरि हालेँ अनि त्यही भएर अलिक अप्ठ्यारो भयो पग्लिन लागिसकेको छ कि तातो छ है यसको चिसो भएपछि कस्तो ढिका पर्छ कि धेरै चिसो भयो भने नि ढिका पर्दैन चिसो महिनामा फेरि तातो पानी हालेर बनाउनु पर्छ नि त गाइज त्यही भएर हेर्न सक्नुहुन्छ के भाइ छ भ्याइला है अब आफ्नो घिउ किन्ने भए आउनु होला हाम्रो घरतिर अलिअलि बनाएर राखेको छौँ हामीले खासै त बनाउँदैनौँ अलिअलि बनाउँछौँ लोकल प्योर घिउ छ प्योर घिउ डब्बाभरि एउटा डब्बामा छ डब्बा पनि देखाइदिन्छु पर्दैन डब्बा देखाउनु पर्दैन अब यो चाहिँ पुरै मही बाबा एउटा भड्डु लिएर बरु यो मही खनाएर हामीभित्र अलिअलि घिउ हुन्छ यत्रो भएका छ यो चाहिँ मैले भरेको के अझ अलिकति खाएँ अनि अलिअलि थोरै उ भयो भने खान्छु किन्छु तातो भातमा अलिकति थोरै भयो भने म पनि खान्छु दिदी पनि खानुहुन्छ कान्छीसँग खाँदिने भड्डु अनि चाहिँ यो चाहिँ घिउ कति निस्क्यो भनेर अहिले एकछिनमा देखाउँछु है त गाइज छ यो चाहिँ पुरै घिउको यो डब्बाको वरिपरि टालेको हुन्छ यो घिउ पनि तान्नुपर्छ अनि मही चाहिँ मैले यति बनाएँ 1 डब्बा जति थियो नि त अनि अलिअलि यहाँ घिउ यतातिर पनि आएछ कि ओहो घिउ चाहिँ अलिअलि यतातिर पनि आएछ यहाँ अलिकति डब्बामा पनि छ थोरै हाम्रो कान्छे फेरि त्यसमा नि बाठो खुट्टिन्छ कि आहा यस्तरी घिउ चाहिँ आउँछ कि हातैभरि अनि एकचोटि हामी 2 दिनको फरकमा पार्छौँ होइन आज पार्यौँ भने भोलि छोरी पर्सि पार्छौँ है अनि त्यही अनुसार घिउ चाहिँ यतिको लाग्छ है गाइज धेरै नलागि नि थोरै चाहिँ लाग्छ अनि अब म चाहिँ यो डब्बाको तान्दैछु यो उसको तानिसक्यो यो भड्डीको चाहिँ अनि अब डब्बाको तान्छु कान्छाले त्यो ढक्कन अब यहाँ माथि चाहिँ यो निस्केको चाहिँ यो घिउ होइन है छोक्रा छ यो दही नै हुन्छ है हात यस्तो गरेपछि घिउ चाहिँ त्यो हातमै टालिएको हुन्छ अनि त्यो चाहिँ हेर्न सक्नुहुन्छ है मैले यस्तरी तान्छु होइन यस्तो गरेपछि घिउ चाहिँ त्यो हातमै टालिन्छ अरू चाहिँ तल झर्छ है घिउ छ त छैन नि त यस्तै छोक्रा हुन्छ कि यो फिट्याएर चाहिँ अझै पनि यो चाहिँ पछि अब खाने मान्छे लास्टमा खाने मान्छेलाई चाहिँ दही चाहिँ पर्छ है बाक्लो बनाउँछु म खासै पातलो गराउँदैन तर मम्मी चाहिँ पातलो बनाएर खानुहुन्छ हाम्रो घरमा सबैले बाक्लो खायो नि मम्मी चाहिँ धेरै बाक्लो खान सक्नु हुँदैन त्यही भएर मम्मी चाहिँ पछि पानी हालेर चाहिँ खानुहुन्छ हेर्ने यसको उटुङ्गा दुईजनाले गराउन कि तैँले हात धोइथिस् उतलै जा हात धोइथिस् तँ खा अब आफै धोथे अहिले हुँदै अब यहाँ म गर्न लाग्छु अनि त्यसै देखाउँछ गाइज अब एकछिन गाइज अब चाहिँ म छाता जाँदैछु बाख्राहरू लगेर अनि अब पानीहरू सबै बोतलहरू दिन्छु अब खाना चाहिँ खाइसकेँ कि मैले खाना खाएर पनि कपाल खोलिसकेँ अब चाहिँ जान लागेको छु झोला चाहिँ यहाँ रहेछ छाता कहाँ छ हेर्नु पऱ्यो छाता पनि हेर्दो रहेछ अनि
अरू केही लाँदिनँ एउटा बोतल पानी लैजान्छु मम्मी एउटा बोतल पानी हाल्दिनँ एउटा बोतल पानी लैजान्छु भनेर चाहिँ अरू केही लाँदिनँ खोल्दिनँ आऊ भनेको कोही पनि आएन नि त नि म के गरौँ अब यस्तै बोतल हालिदिने एउटा सकिन हेर्नु उतातिर नर्तकनी भर्नु पऱ्यो पानी आउँछ त भर्नु पर्थ्यो सकिन त्यो त्यो सेतो बोतल सानो हालिदिनु हुन्छ पुग्छ होला त्यही हालिदिने लिएर आइदिने माथि र अब चाहिँ लट्ठी कहाँ छ अब म कसैको पालोमा केही गर्दिनँ क्या मम्मी म थाकिसकेँ म गरिसकेँ भइसकेँ म धेरै भइसक्यो त्यो गाई चाहिँ चाहिँ भैँसीहरू भएको ठाउँमा आइसक्यो अब चाहिँ ओहो क्यामेरामा फोहोर परेको कि जस्तो लाग्यो अलि परेको रहेछ थोरै थोरै अनि त्यसपछि चाहिँ यहाँ भैँसी ठाउँ आइसक्यो अब यिनलाई चाहिँ खोल्नु पऱ्यो बाख्रा चाहिँ 3टा मात्रै खोल्नुपर्छ खासै खोल्नु पर्दैन तिमीलाई चाहिँ अनि अब यिनलाई चाहिँ खोल्नु पऱ्यो लट्ठी हेरेको लट्ठी कहाँ छ भन्ने थाहा छैन लट्ठी कहाँ छ मम्मी लट्ठी कहाँ छ गाई लट्ठी कहाँ छ थाहा छैन लट्ठी कहाँ छ लट्ठी ए यहाँ रहेछ गाई झोलाभित्र त हालिदिन्छ म क्यामा झोला चाहिँ बोक्छु अब झोला चाहिँ आहा झोला चाहिँ पानीमा भिजेको त के यस्तो छ नि झोला चाहिँ बोक्नु पऱ्यो अनि ए ची 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 करहन बाख्रा चाहिँ अनि हगीको यहीँ हगियो यहाँ कता चराउने हो त तिमीहरू भित्र कोठाबाट बाहिर निस्किन छिर्नु चाहिन्छ यिनीहरू ऊ चाहिँ हाँस चाहिँ ची 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 गरेर पहिला बाख्रा भइसक्यो नि मलाई उ गर्ने यो चाहिँ बिरामी भएको छ यस्तो कस्तो भएको छ भन्दै आइछ यो चाहिँ यहाँ भैँसी खोल्नलाई हेर्न सक्नुहुन्छ ओहो जुम भएर पो खिच्चे रहेछ त्यही बेलासम्म चाहिँ आज कस्तो पो भयो भिडियो थाहा छैन जुम भएछ हौ यसको यो दाम्लो खोल्नुपर्छ है अलि राम्रो म खोल्छु भैँसीको म चाहिँ बाख्रा खोल्दैछु भैँसीको ऊ खोलिदिनु है माइकै खोल्नु पऱ्यो म मेरो कपडा उठाइदिनुलाई त्यसलाई अगाडि खोलेपछि अर्को यो छ त एउटा काहीँ नभएको यिनी पनि खोलेको गाइज मैले यिनलाई पनि अनि अब त्यहाँ चाहिँ कान्छी छ मम्मी अरू चाहिँ लैजान्छु यिनलाई ल जाऊ न यसो त ढोका खोल्छ राति लगाइजान्छ नि बाहिर भनेर चाहिँ यो ढोका चाहिँ लाउनुपर्छ चाहिँ अब हामीले लगाएँ मैले चाहिँ लगाएँ सानो चल्ला आइजान्छ नि बाहिर हाँसका अनि अनि चलाउने हो त अनि 2 जना चाहिन्छ त भनिरहेको छु त मैले अघि नै कसले हेर्छ 2 जनामा 2 घन्टामा अगाउँछन् 2 जनाले हेरेपछि खोलामा धेरै लाग्दैन बाख्रा बाख्रा 2 घन्टामा अगाइहाल्छन् हेर्नु पर्यो 2 जनाले आज ऊ के मकै पनि फाट्न छ के गर्ने नै के गर्ने हो भन त के गर्ने भइसक्यो
भैँसीलाई त म गरिहाल्छु एकछिन भैँसी खोला लगाऊँ अनि त्यसपछि माथि पछि चराउनु है त यतातिर चराउने पछि ए हिँड 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 छु ए कस्तो हिलो छुटाउँछ क्या त्यही भएर पहिला खोलामा पुग्नुपर्छ यसको प्रयोग गर्नलाई ल जाऊ ल जा मम्मी आइगो अहिले नहान्नु अलि बिस्तारै लगाऊँ न भैँसीसँग सजिलो हुन्छ अनि दिदी चाहिँ त्यहाँ हुनुहुन्छ गाइस दिदी चाहिँ बाख्रा दुई बहिनीले चाहिँ हेर्नु पऱ्यो बाख्रा 2 घन्टा मात्रै चराए पुगिहाल्छ अनि एकछिन चढेपछि खोला चाहिँ यहाँ चाहिँ चरुन् यता चाहिँ मजाले चरुन् भनेर आएको छु अनि त्यस्तै हो गाइस अब एकछिन पछि भेटौँ म चाहिँ झोलासोला भिरेको थिएँ म पनि लैजानु झोला तलतिर हटाएर झोला चाहिँ भिरेको थिएँ अब झोला चाहिँ ए कान्छी लैजाला झोला यसले चाहिँ यहाँ यो भर्खर बच्चा समाते जस्तो गरी छ भर्खरको बच्चा यत्रो बड्डो कति 1-2 वर्षको हुन्छ अब 1 वर्षको 9 गते आज डेट पनि गनेर राख्नु अरे ओहो डेट चाहिँ गनेर राख्नु भएको छ दिदी 1 वर्षको बाख्रो यत्रो बाहा 1 वर्षको ए सविता 1 वर्षको बाख्रो त्यत्रो बाहा 1 वर्षको के अरे त्यो बिरालो खै देखा न राम्रोसँग यत्रो बाहा 1 वर्षको बिरालो 2 महिना जत्रो अनि यो चाहिँ अब कति अरे उसको जेठको 31 गते चाहिँ 2 महिनाको हुन्छ यो चाहिँ उसको जेठको अस्ति भर्खरै 3 महिनाको पुग्यो है 22, 23, 24 गते 3 महिना पुगे दुईटा त्यो छुच्चेलाई पिटिहाल्नु सो गाइस अब एकछिन पछि भेटौँलाई हाम्रो चाहिँ यहाँदेखि लस्करे लागे यो चाहिँ यहाँ छ यो चढ्दैछ यो यहाँ चढ्दैछ यो भैँसी यहाँ छ त्यो त्यहाँ छ तिनीहरू त्यहाँ छ दिदी त्यहाँ हुन्छ दिदी उता हेर्नु है तल 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 म चाहिँ जाँदैछु एकछिन दिदीसँग मसँग चाहिँ दिदी हुनुहुन्छ अनि म चाहिँ यो पनि हेर्नुपर्छ अनि बाह्र हिँड्नुपर्छ गाइस ल ल सो गाइस अब एकछिन छुट्नु सो गाइस आज यति मिठो मिठो बसाइरहेको छ यहाँ चाहिँ 2 बहिनी गराउँदै हुनुहुन्छ हिजो काट्यो हिजो कि अस्ति अरे सुप्पोमा किचिया अस्ति काटेको थियो खासै त सुक्न पाएन घाम नलागेर अनि त्यो चाहिँ आज अचार हाल्दै हुनुहुन्छ मम्मी पुल्यो कडाइले राम्रोसँग मोलो न हात हालेर मोलो के हात हाल्ने त हो तातो हो अलि थोरै चिसाएर गराउने होइन र यिनीहरू चाहिँ यहाँ मोल्दैछन् म चाहिँ यता बसेर म चाहिँ हेर्ने मान्छे है यिनीहरू 2 बहिनी गराउने म चाहिँ हेर्ने अनि खाने खान्छु अब म हाम्रो घरको सबैभन्दा बढी अनि म चाहिँ गराउने उ त मोलेको होला दिनु न उयो उता किन नुन लिएर जामा मेरो मुखेर त्यसमा अनि त्यो तान्ने होइन र के त्यसै म चाहिँ नुन लिएर आउँछु नुन ल्याउने अरे अनि के छ के भन्नु लाग्यो बिर्सिके म चाहिँ नुन ल्याउने अरे नुन लिएर आउन आएको मान्छे परे यस्तो मुखै रसेको तिनीहरूले त्यो मोल्या देखेर देऊ भनेको नुन हालेर हिँड्छ नि अब हालेपछि माग्छ बाबु पुगा ओहो कपडाले खस्यो यहाँ चाहिँ नुन रहेको छ यो नुन चाहिँ लग्नु पर्यो यो चाहिँ पिसे ठिक्कै छैन ठिक्कै पिसेर ठिक्कै राख्नु भएको यति नुनले तर अरू सुत्ने
म त सुते होइन है मलाई त केही नभन्नु है म कहिले सुत्दैन दिउँसो सुत्न लाग्छु डिस्टर्ब गरिदिन्छन् दुई बहिनी अनि पछि यिनीहरू सुत्छन् मलाई निद्रै लाग्दैन मलाई निद्रा लागेर यिनीहरू सुत्न दिन्नन् गाई चाहिँ छ अनि सब काट्दिन पर्यो अलिअलि भुने चाहिँ त्यस्तै खनखान पारेर रोप्दिन पर्यो अलि फस्टाउनु नै भन्ने भएर गाई यहाँ चाहिँ नुन रहेको छ यो नुन चाहिँ घुँडामा राखेको यस्तो छ मम्मी चाहिँ हजुरआमासँग कुरा गर्दै हुनुहुन्छ म चाहिँ लिएर हिँडेँ यो चाहिँ मैले लिएर हिँडेँ यिनीहरूलाई चाहिँ यो नुनले अझै पुग्दैन भने चाहिँ अब के गर्छन् खै त होइन हाले यहाँ नुन पहिला यसमा मुलीको नुन यसमा नुन लागेको छैन रहेछ चानामा चिक्रो नै त्यत्रो नआउनु अलिक कम हुन्छ कि धेरै हुन्छ मम्मीलाई लडिदिन्छु एउटा खानु पनि गाई म चाहिँ खन्छु आज सुरुमै मैले चाहिँ यिनीहरू दुईभन्दा अगाडि हेर्नु यहाँ हेर्नु त के गर्नु त नि यहाँ बसेको थियो हेर्नु त्यसको अझै त्यो आँखा पेन्नुमै छ अझ अब के बिस्तारै हालेपछि उडिहाल्थ्यो त्यस्तरी हजुरआमासँग कुरा गर्दै हुनुहुन्छ होला खै हाम्रो दिदीको मिलन र मेरो अनि मसँगै त हुने म त दिदीकै चिन्ता गर्ने हो मेरो चिन्ता म किन गरौँ नै मैले त्यो सोचेँ होइन त्यस्तो भनेको होइन अरू पनि भेना चाहियो के गर्नु दिदीहरू छन् त अनि खोज आफ्नो लागि खोज पहिला अरूको लागि केही खोज्नु परेन मसला भरिएको छ मसला नुन कम जस्तो माने भयो मैले खुर्सानी पनि कम छ तर बाबालाई चाहिँ ठिकै हुन्छ मम्मीलाई नै खुर्सानी नहाल्नु दिदी बाबालाई ठिकै हुन्छ पछि बाबाले खाँदाखेरि ठुलो नातिले कस्तो छ मकै निकालौँ एउटा खाम म आफै दिन्छु त्यहाँ हात हाल्ने एक घन्टा मात्रै यहाँ फोन गर्छु आउँछु कि नि त्यहाँबाट को आउने मम्मी मेरो मायालाई के दिमा कोसेली नाटक नगर मम्मीको मोबाइल के फोन गर्दै हुनुहुन्छ क्या यहीबाट गयो नि त बन्द गर्दै किन गराइराख त यहीँबाट पछि कट गर्ने नि त ल मैले लामै गराइदिन्छु है त सबै त देखिनु हुन्छ कि नै सबै त नदेखिनु भए नदेखिनु ल नदेखिनु भए नदेखियो ल अहिले बिहा गर्दैन भन्नुभयो कि बोयफ्रेन्ड दाजुले हो र पछि बिहा गर्नुला गरे कि ए गर्नु पर्थ्यो त कस्तो पैसा कमाउँछु अरे घर बनाउँछु ओके ठिकै छ त गाइस अब एकछिन पछि भेटौँ न दिदीको भिडियो गराइदिने अरे ल सो गाइस म चाहिँ यहाँ बारीमा छु हाँसी हेरेछ अनि हिजो चाहिँ यहाँको साग टिपेर लगेर मम्मीले चाहिँ बेच्न लैजानु भयो म चाहिँ यतातिर छु चाहिँ यो मकै अलिकति फटाउनु भयो मकै फटाएर चाहिँ यहाँ अब मकै रोप्नुपर्छ नि त यो पनि साथीले गएर यत्रो पिछाडि सागबाट उम्रिन्छ होला अलि दिनमा
यहाँ दिन उम्रिन्छ त्यही भएर हामी चाहिँ यस्तै छ अलिकति घाँस काट्नु पऱ्यो अहिले भैँसीलाई खुवाउनु पर्छ नि त बेसी दिन टाइम पनि हुँदैन म चाहिँ खाँदैछु है निकालेर काट्नु पर्ने कोही कोही नहुने जस्तो चाहिँ किन राख्ने हो होइन काटिदिनु पऱ्यो अब बेचिराखेको छ घाँस चाहिँ मम्मी मकैको ढोर काट्दियो है त मैले अलिकति भैँसीलाई सुकिया किन काट्ने र हरियो ऊ भएको काट्ने हो हजुरहरूले भाँचिसकेको अहिले चाहिन्छ नि त त्यही भएर मैले चाहिँ यहाँ चट्टा चट्टा काट्दैछु कि अनि यो काटिदिइसकेपछि चाहिँ म घर लगेर जानुपर्ने हुन्छ किनभने अब हराउ गर्नुपर्छ नि त अनि यसमा एउटा कोसी रहेछ यो चाहिँ पछि मम्मीले नै आफै पुग्ने हुन्छ कोही चाहिँ पछि ढिलो फल्यो नि कोही चाहिँ अलिक छिटो फल्यो फलालाई अनि यो चाहिँ हामीले चाहिँ तल्लो गोडाको मम्मी भन्दै हुनुहुन्थ्यो मकै नफल्नु पर्दैछ पछि कस्तो राम्रो कोसा लाग्ने त्यस्तै हामीले पहिले फालिदिन्थ्यो भयो भन्दै हुनुहुन्थ्यो मम्मी चाहिँ त्यो त अब खै के जानु के हुन्थ्यो कस्तो हुन्थ्यो यहाँको चाहिँ भाग छ गाइस अहिले चाहिँ खाने भइरहेको छ मकै अलिक पछि नै हुने रहेछ हुन्छ तल्लो गडाको मकै पनि हामीले जुन छोडेको थियौँ नि त्यो पनि सुकिसकेको छ अनि सुकेको मकै पनि काट्नुपर्छ अब अलि दिनमा यहाँ चाहिँ अब यसमा मकै लगाएपछि बल्ल त्यहाँको काटेर खाने हुन्छ यस्तै सुकेछन् कोही चाहिँ सुकेको छैन अनि ल सो गाइस अब चाहिँ म भक्का काट्छु यहाँ अब यो के गर्नुपर्छ नि त मकै लगाउनलाई यो चाहिँ खाली गर्नु पर्यो त्यसपछि चाहिँ भेटौँला है त एउटा मकैको बुटो यो चाहिँ हेरिरहेको थियो होइन यो यहाँबाट भाँच्ची खायो कहाँ फले खायो भनेर तलबाट हेर्दै गएको लास्टमा हेर्नु सक्नुहुन्छ यहाँ माथि फले खायो हेर्न सक्नुहुन्छ यहाँ माथिसम्म पुरै यति माथि फल्या रहेछ कि मैले यहाँ माथि यहाँबाट हेरेँ त्यहाँ थियो बुटो होइन र यस्तै गरेर हेर्दै आएको यहाँ देखेँ फेरि के गरौँ भिडियो बनाउँछु भने अनि भिडियो बनाउँछु सक्नुहुन्छ यति माथि पनि मकै फल्छ भनेर फर्स्टचोटि देखिरहेको छु है गाई मैले चाहिँ होइन म चाहिँ कसको दिदीको मैले अन्तमा पनि देखेँ जस्तो लागेको थियो खासै ख्याल गरेँ यही बुटो हो कि या अर्को बुटो तल्लो गडामै कौन गडामा थाहा भएन तर चाहिँ फलेको चाहिँ मैले भाँचिया थियो अनि त्यही त भाँचिया ठाउँमा समातेर गराएको थिएँ मैले अब के गर्नु त नि मकैको बुटो चाहिँ अब यिनी नफालेर गर्नु यसमा नि रहेछ म काट्दिनु म फेरि हेर्छु अनि त्यसपछि काट्दिन्छु कि मकैको बुटो जति गाइस सो गाइस हामी चाहिँ दिदी त्यहाँ हुनुहुन्छ अनि म चाहिँ यता छु यो झारहरू उकाएर यहाँ अब खनेर रोपिदिने मकै चाहिँ यत्तिकै राख्ने अरे अलिअलि सुकेका जस्ता हुन्छ नि राख्ला यो पनि सुकिहाल्यो के काम छ र हेर्न सक्नुहुन्छ यो पनि सुकिहाल्यो के काम छ यसरी काटिदिने हो कि यसरी मैले यसरी काटिदिन्छु होइन अलिकति नराम्रो भएको त्यही भएर अनि अरू राख्ने जति राखिहाल्ने नत्र पनि गरेर अनि यहाँ चाहिँ मकै लगाउनु पऱ्यो तल्लो गडामा पनि लगाइयो माथिल्लो गडामा पनि लगाइयो तल्लो गडा उम्रिए माथिल्लो गडा अब उम्रिन्छन् होला अनि अब यहाँ चाहिँ लगाउनु पर्ने छ यो गडा पनि ठुलै हुन्छ नि त अब के हेर्नु त गाई चाहिँ त्यही भएर यहाँ चाहिँ हामी गराउँदैछौँ अब यो गरिसकेपछि भेटौँला
भर्खरै त सकिन्न होला आज यहाँदेखि एउटा उहाँ छ त्यो उसम्म छ यहाँदेखि पुरै त्यहाँनिरबाट गराउनु लगाएको भर्खरै हामीले सुरु गरेको मम्मीले चाहिँ बिहान त्यहाँ पर गराउनु भएछ अलिकति अघि न सो गाइस अब एकछिन छिराउनु कोही मकै हेर्नु न यहाँ लागेछ भने कोही मकै त्यहाँ लागेछ कोही यहाँ लागेछ त्यो चाहिँ टुप्पामा लागेको थियो त्यही आँसु लाग्यो मलाई खोल्सो पनि लाग्यो कि त्यसको टुप्पामा मकै मात्रै झुन्नेको क्या कोही ठाउँमा मकै पनि लागेको छैन होइन ढल्यो छ कि मकै नढल्या भए त म सब राखेर अनि राम्रोसँग हेरेर मात्रै काट्ने थिएँ सब ढले त्यही भएर सबै काटिदिउँ कि भन्ने त्यो मम्मीले खाना राख्ने भनेर अनि त्यो चाहिँ अलिअलि ठडाइ ठुडाइ पारेर भयो भने राखिदिन्छु अनि अब खन्ने बेला कति जान्छ नि थाहा छैन खन्ने अब यहाँ खन्ने लगाउनु पर्छ नि त मकै यसो मैले बारीमा अघि हजुरहरूलाई मकै देखाएँ अब चाहिँ यहाँ झिङ्गी देखाउन सक्छु झिङ्गी चाहिँ कसैले टोकिन क्या मलाई कत्रो गोलो लगायो तर दिदीले काटेर काट्नु पऱ्यो है दिदीले काटिदिनु भएको थियो होइन त्यहाँ छुट्टिएछ बुटो देखेर छुट्टिएछ बुढो देखेर छुट्टिएर रहेछ ऊ त्यहाँनिर ऊ रहेछ अलिअलि मकै थियो होला त्यही चाट्न लाएँ त्यहीमा घुमिरहन् पोहोर पनि यस्तै मकै बारीमै थियो होइन झिम्रीको गोलो पोहोर पनि कस्तो मकै बारीमा थियो अहिले पनि मकै बारीमा त्योभन्दा अघिल्लोचोटि मकै उकाएर फेरि मकै होइन तोरी उकाएर मकै रोपेको थियौँ त्योभन्दा अगाडि मकै थियो त्यतिखेर झिम्रीको गोलै थियो त्यतिखेर चाहिँ गरेको कहाँ जान लाग्नु भयो बनाउने हो यो झिम्रीको गोलो चाहिँ यहीँ छ यो घुमिरहेको के गरी काट्ने थाहा छैन पुरै मकै सुतिरहेको कोही कोही गर्नु भएको छ सो गाई चाहिँ अब चाहिँ एकैचोटि घर गएपछि बोलाउँला भनेको चाहिँ यहाँ झिम्रीको गोलो भेटिन्छ कतिखेर के भेटिन्छ मकै बारीमा के भेटिन्छ एकछिन अड्दिएको छु अब चाहिँ सो गाई एकछिनपछि हेरौँ है